नमस्कार। पोखरा स्थित रवि महल बैंक्वेट पार्टी प्लेसमा हामी अवस्थित छौँ। आज हाम्रो भाइ सुरज गुरुङ र बुहारी मोनिका गुरुङको शुभ विवाहको उपलक्ष्यमा यहाँ प्रीतिभोज हुन गइरहेको छ। यो हो रवि महल पोखरा पार्टी प्लेस। अब भने हामी रवि महल पार्टी प्लेस पोखरामा इन्ट्री भइसकेका छौँ। रवि मलमा भाइ सुरज र मोनिकाको बिहामा रवि मलमा छौँ है। अब भने हामी खाजा लिने तर्फमा छौँ। कति धेरै खाने चाहिँ यहाँ क्यामेरामा आउँछ। थाहा छ है मन परेको। कति खान्छ यहाँ क्यामेरामा आउँछ है सबैको। कति खान्छ क्यामेरामा आउँछ यहाँ सबै। खै यहाँ बस्नु न। खाने हो? म भयो बियर खाने 2 गिलास। रविना दिदी ग्रुपका उपाध्यक्ष पनि हुनुहुन्छ। दाइलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै हाम्रो आदरणीय आथे र आथे लगायत सम्पूर्ण आजको यस शुभ विवाहमा उपस्थित हुनुभएका सम्पूर्ण मेरा आदरणीय आथे र आजका नव दुला दुलै दाइ भाउजू लगायत सम्पूर्ण यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय दिदीहरू र दाइ भाउजू भेनाहरू लगायत सम्पूर्ण उपस्थित हुनुभएका सम्पूर्णमा म लक्ष्मीको तर्फबाट लगायत मेरो 3 कन्या ग्रुपको तर्फबाट यहाँहरूलाई म हार्दिक नमस्कार व्यक्त गर्दै साइनो अनुसारमा सेवा पनि म व्यक्त गर्न चाहन्छु। साथै आज हाम्रो आदरणीय दाइ नवदुला आदरणीय दाइ सुरज गुरुङ र भाउजूलाई हाम्रो मेरो व्यक्तिगत लगायत मेरो 3 कन्या ग्रुप लगायत सम्पूर्ण गाउँका दिदीबहिनीहरूको तर्फबाट पनि यहाँहरूलाई म एकदमै बिग कङ्ग्रेचुलेसन भन्न चाहन्छु। हार्दिक बधाई। यहाँको दाम्पत्य जीवन सफल होस्, सुखमय होस्, सधैँ हाँसिरहनु, खुसी भइरहनु, यहाँलाई सुस्वास्थ्य दीर्घायु हामी कामना गर्दछौँ। साथै यहाँले दिनुभएको योगदान पक्कै पनि हामीले एकदमै राम्रो काम हामीले गर्नेछौँ। हाम्रो ग्रुपले पुरानो संरचनाहरूलाई भत्काएर नयाँ संरचनाहरू बनाउँदै गइरहेको छ। यहाँलाई कतै पनि जानकारी छ। त्यस उहाँहरूलाई पछाउँदै
नमस्कार है मैंने सोजालो जोड़ले नमस्कार अब जाने हो होइन दाइ आउनु भएन त्यो त ड्युटी ए कहाँ जङ्सन त पुगेको भएको खाना खानु ए अब खाने हो है भिडियो बनाउँदै युट्युब च्यानलमा आउँछ मेरो है राजु राणा भनेर आउँछ है युट्युब च्यानल राजु राणा हजुर है युट्युब च्यानलमा आउनुहुन्छ हजुर राजु राणाको युट्युब च्यानलमा हेर्नु होला है दिदीबहिनीहरू मैले एउटा भ्लग बनाउँदैछु क्या आजको बिहाको राजु राणाको युट्युब च्यानलमा हेर्नु होला है राजु राणा युट्युब च्यानलमा हाम्रो दिदीबहिनीहरू सबै देखिनुहुन्छ नि नानी बाबुहरू त ठुल्ठुलो भान्जा भान्जी त ठुल्ठुलो भयो यो हो ल खाना लिनु हजुरले खाना लिइसक्नु भएको ल खाना ए ल बिहाको भोजमा है आज भाइ बुहारीले आज भाइको बिहा ल खाइदै हस् त यतिन्जेल यो मेरो सानो मिनी ब्लगलाई हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शकवृन्दमा धेरै धेरै धन्यवाद र भिडियो मन परे लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते। छ्याजालो जोडले